सो हे गाइज गुड आफ्टरनुन वेलकम ब्याक टु माई च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ होला होइन। म पनि सन्चै छु। काममा जानलाई एकदम हतार भइसकेको छ होइन। यो जुत्ता सुत्ता लाएर यहाँ रेडी भएर बसिरहेको छु। यो कार्पेट भल्ठामा जुत्ता लाएर के छिर्नु जस्तो लाएर है अलिकति छुस्स मात्रै छिरेको के हेर्नु न, आधी खुट्टा त पुरै बाहिरै छ क्या। यस्तो हिसाबले भिडियो स्टार्ट गर्दैछु मैले होइन। ढिलो भइसक्यो गाइस, 3 मिनट बाँकी छ काममा जानलाई। एकदम चाँडो गरेर काममा निस्किनु पर्ने हुन्छ। अहिले फेरि किरकिर गर्छ नि त, सुन्नै मन लाग्दैन है। त्यो भएको कारणले अहिले म निस्किहाल्छु काममा। तपाईँहरू हेर्दै गर्नु होला। म फेरि फर्किने नै छु, तपाईँहरूसँग भेट्ने नै छु है त। ल त गाइस, टक्क रुममा आएर होइन कामसाम सकायो। कस्तो स्वाद आउँछ क्या फेरि है आमा, यस्तो क्यामेरा पुस्नुलाई चाहिँ गाइस। टक्क त्यही हो होइन, रुममा आइसक्यो। रुममा आएर कपडा सपडा चेन्ज गरेर फेरि बाहिर निस्किसकेँ म। जाडो छ, टोपी त छोड्नै भएन होइन। मेरो त यो टोपी त मेरो आफ्नो लागि त अब खतरा, मेरो पोसाकको राष्ट्रिय पोसाक भइसक्यो मेरो होइन। यो जे होस् मलाई दामी लाग्छ नि गाइस। सर र एकलट बाहिर घुम्नु पर्ने हुन्छ। लास थाकिन्छ, त्यत्तिकै थाकिन्छ हौ। त्यत्तिकै थाके त जोक्को हुन्छ भने गाइस। केही त अब भर्खर त्यहाँ बाहिर निस्केछु, थाकिएको छ नि। के भन्ला ज्यान, के अगाडि बढिएला, के बढिएला, कस्तो बढिएला चाहिँ म तपाईँहरूलाई अलिकति पछि देखाउँछु गाइस होइन। अलिकति पछि देखाउँछु है, ज्यान कस्तो हुन्छ भनेर चाहिँ अलिकति पछि देखाउँछु म है। अहिले त अलिकति फ्लेक्स हान्ने बेला भएन, भुँडी झुन्डिन्छ अझै भ्यात्राक्क अगाडि है। लास्ट गाह्रो छ गाइस, यस्तो गाह्रो छ। बरु मोटाउनलाई सजिलो छ होला, यो घटाउन धेरै गाह्रो छ यार। धेरै गाह्रो छ भने मोटो हुनेहरूलाई घटाउनु गाह्रो छ, घटेहरूलाई मोटाउन गाह्रो छ। के दुनियाँ नै उल्टो पुल्टो छ गाइस, उल्टो पुल्टो छ यार। सो वाट्सएप रे के गाइस है आमा, वाट्सएप भन्ने बानी लाग्छ गाइस। के हो यार वाट्सएप, के वाट्सएप। त्यो कालाहरूको सङ्गत गरे है अलिअलि, काला दाईहरूको। ए ब्रदर वाट्सएप यस्तो क्या हो। त्यो कालाहरूको बोल्ने तरिका खतरा हुने के है। अलिअलि तिनीहरू चाहिँ अलिकति वर्ल्डमै डिफ्रेन्ट हो क्या त्यो मान्छेहरू चाहिँ है। त्यो कालाहरू र है उहाँ काला दाईहरू के उहाँ भन्ने त्यो त के भन्ने यार। त्यो तिनीहरूले मलाई के भनेको छैन, के भनेको छैन के त्यत्तिकै अब भन्नु है। उहाँ पनि के भन्नु यार, तिनीहरू कालाहरू के कालाहरू गाइज है वर्ल्डमै सबभन्दा डिफ्रेन्ट मान्छे हो क्या। वर्ल्डमै सबभन्दा डिफ्रेन्ट मान्छे हो क्या। कपालले चिनिन्छ क्या तिनीहरूको चाहिँ होइन। यिनीहरू यो चाहिँ काला हो भनेर, काला प्रजाति चाहिँ कपालले चिनिने क्या। तर दामी हुन्छ फेरि, दामी नै हुन्छ तिनीहरू बोल्नलाई होइन। सबले रेस्पेक्ट गर्छन् त्यो कालाहरूलाई होइन। त्यस्तो हेप्ने ओर्ने कसैले गर्दैन क्या त्यो। बरु कालाहरू नै अलिकति हरामी हुन्छन् मान्छे चाहिँ होइन। तर हेप्ने ओर्ने चाहिँ होइन कसैले केही गर्दैन। जसले पनि बोलाउँछ क्या कालाहरूलाई देखिसकेपछि। म पनि भेटेँ अनि कालाहरूलाई भेटेँ, ए ब्रदर वाट्सएप भनिदिन्छु क्या अब होइन। त्यो कालाहरूको चाहिँ अलिकति मनपर्ने क्या भन्न खोजेँ। अब सबैलाई राम्रो लाग्ने क्या कालाहरू चाहिँ। बोलाइ पनि राम्रो हुन्छ होइन। सबैसँग तिनीहरू पनि बोलिदिन्छन्, डराउँदैन होइन। फ्री भएर बोलिदिन्छन्, जे होस् दामी हुन्छ नि। यो पार्कमा पनि छ एउटा आइज्याक भन्ने छ होइन। त्यो चाहिँ मसित जहिले बोल्छ क्या, जहिले बोल्छ, मिल्छ, साथी नै हो। अहिले कहाँ गयो, त्यसको ड्युटी सकिने टाइम चाहिँ यही हो। तर कहाँ गयो त्यो आइज्याक भन्ने, उसको साथीहरू चाहिँ गइरहेका छन् साइकलमा होइन। त्यो आइज्याक भन्ने चाहिँ यहाँ थियो है, काले साथी। त्यो रहन्छ अहिले चाहिँ गइसके जस्तो थियो। उसको फेरि गाडी अलिकति चाँडै आउँछ, त्यही भएर गयो होला। नत्र त्यो दामी मान्छे छ त्यो पनि। ल गाइस त्यही नै हो है। वर्कआउट यसो होइन। आमा यस्तो मजा आइरहेछ, जिउ दुखेर यार। यता फर्किँदा पनि दुख्ने, उता फर्किँदा पनि दुख्ने भइरहेछ। जे होस् मजा आइरहेको छ गाइस है। जति जिउ दुख्यो त्यति मजा आउने क्या। यो चाहिँ नसा भइसक्यो क्या मलाई होइन। जिउ दुख्ने नसा भइसक्यो गाइस। हिजो पनि जोतको भएको थियो है। एक्सर्साइज त ओहो एक्सर्साइज जस्तै भएको थियो क्या। त्यो बुढाहरूले गर्ने खालको यस्तो होइन क्या, यस्तो खालको एक्सर्साइज होइन क्या गाइस। डह्रो खालको गरिदिन्छु म फेरि गरिसकेपछि होइन। नगरेपछि बरु सुत्दिने, गरिसकेपछि ज्यात्रो पारेर गरिदिने क्या। अब खाना म खाइरहेको छु होइन। घट्न पनि अलिअलि घटिरहेको छु। जे होस् वर्कआउट गरेर काम फाइदा भइरहेको छ जस्तो मलाई लागिरहेको छ क्या होइन। परिवर्तन केही हल्का फुल्का भयो जस्तो मलाई लाग्छ क्या होइन। अलिअलि परिवर्तन भइरहेछ। जे होस् छोड्नु हुँदैन, गरिराख्नुपर्छ। हेर्नु न गाइस कस्तो खालको रुख हो यार। यो छकडाको रुख हो होइन। हुन चाहिँ
यस्तो छ टक्क तल चाहिँ हैन उयो नै छैन के यो चाहिँ जरै हो जस्तो लागिरहेको छ कि मलाई हेर्नु यो जरै हो क्या यो चाहिँ जरै हो हैन जरा टाइपको छ यो चाहिँ जति यति माटोभित्र गयो भनेदेखि नि यो फल्छ क्या गाइस भन्नु खोजेको चाहिँ यो यति माटोभित्र गयो भनेदेखि नि यो यतिबाट मासतिर चाहिँ हुनुपर्ने हो कि टक्क यतिबाट मासतिर हुनुपर्ने यति भित्र छिर्न बिर्सेछ गाइस यसले भित्र छिर्न बिर्सेछ तर हेर्नु त कस्तो दामी छ यार मान्छेले काटेर बनाएको जस्तो छ क्या यो भित्रभित्र यो सुत्लाहरू हालेर है खतरा छ यार यो रुख चाहिँ दामी लागेर मैले यादै गरेको थिइनँ जहिले यही देखेँ तर निहालेर हेऱ्यो भनेदेखि दामी रहेछ यार यो त दामी छ गाइस टक्क पानी खाउँ भनेको गाइस घाँटी दुखिरहेको छ खाउँ कि नखाउँ भइरहेछ यार टेन्सन भइरहेछ भने घाँटी दुखेर नि फेरि घाँटी दुख्यो भनेदेखि यो खानु अब म अलिअलि त अब डाइट त खानु पऱ्यो नि होइन खानै सकिँदैन क्या अरू चिज तातो चिज पनि खानु सकिँदैन क्या घाँटी दुख्यो भनेदेखि लास्ट गाह्रो हुँदो रहेछ क्या है यो बाहिरको पानीहरू धेरै खानु नहुने है भित्र तातो पानी खानुपर्ने तर म चाहिँ खाइरहेको छु सायद यसले ठुलो क्षतिपूर्ति पुऱ्याउँछ जस्तो लाग्छ मलाई खास अलिकति चाहिँ खानै पर्ने हुन्छ गाइस यति बेला चाहिँ हेर्नु न बाहिर केही छैन क्या टक्क त्यही ट्याक्सीहरू म त चलाएछ होइन यहाँतिर मान्छेहरू पार्कमा गाडीहरू साइड लाएर बसिरहेका छन् यहाँ चाहिँ टक्क भित्र आफ्नो आफ्नो गाडीमै सुतेर बसिरहेका छन् कोही उता हिँड्दैछन् अलिअलि के मान्छेहरू धेरै पनि छैन हल्का फुल्का चल पल्छ जे होस् नाइस छ यार हल्ला काहीँ कुहीँ घाँचा घुचु केही पनि छैन यार अलिअलि गाडीहरू छ है जे होस् लास्ट आनन्द आउने खालको छ यार यो अहिलेको यति बेलाको भाइब चाहिँ दामी छ तर अहिले एकछिनमा गाई यहाँभित्र घाम घाउँ चलेर उल्का हुन्छ त्यो बाहिर निस्किनै मन नलाग्ने खालको हुन्छ अहिले चाहिँ जे होस् ठिक्क छ कि अहिले धेरै घाइ घुइँ धेरै भिडभाड त्यस्तो छैन है नाइस छ जे होस् अहिलेलाई हिँड्नलाई चाहिँ दामी नै हुन्छ आजको दिन पनि हेर्दै सक्यो गाइस हेर्दै सक्यो यार त्यो केही नयाँ नौलो केही पनि भन्ने कुरै भएन कि यार नयाँ आज अब हिजोको भन्दा आज परिवर्तन केही पनि देख्न सकिएन होइन हिजो जस्तो थियो आज पनि त्यस्तै भइरहेछ कहिले चाहिँ हुने होला यो परिवर्तन है परिवर्तनको खोजीमा भएको मान्छे परिवर्तनको खोजीमै हराइएला जस्तो भइरहेछ होइन परिवर्तन चाहिरहेको छु मैले ओहो यो ठाउँमा त गाइस उल्कै छ क्या फेरि उल्कै छ है तपाईँ देख्न सक्नुहुन्छ अलिक कचरा के गरेर चलाइरहेको छ ल यस्तो मान्छेहरू छ यार यस्तो गनाएर छेउछाउमै जान नसक्ने अवस्थामा नि मान्छेहरू खोजिरहेका छन् कि भित्र त्यो कचराको डब्बा खोजिरहेका छन् त्यहाँ बाक्साहरू होइन कागज बोतल फलाम भन्दै हिँड्नु त भएन यहाँ होइन कसैले दिँदैन त्यही कचराको डब्बा सब्बा खोज्ने हो होइन तर लास्ट गनाउनेमा कसरी खोज्न सक्यो होला मान्छेहरू पनि मान्नै पर्छ बाध्यता भन्नु कि के भन्नु यार कोहीको बाध्यतै हुन्छ फेरि यो ठाउँमा अब बाध्यता भन्ने नै हुँदैन क्या कम्पनीबाट निकालिदिइसकेपछि होइन सरकारले डिपोट हानिदिन्छ क्या कम्पनी अब केही गलत भएर कम्पनीबाट निकालिदियो भनेदेखि भिजा कि आफ्नै भिजा किनेर बस्नु पऱ्यो होइन कि त अब सरकारको भरमा त बस्ने कुरै भएन सरकारले त पठाइदिन्छ यहाँबाट होइन पठाइदिन्छ नत्र यसरी कचराको डब्बा सबै उठाएर बस्नलाई त आवश्यक चाहिँ खासै देख्दिनँ कि म किनकि कम्पनी एउटा न एउटा काम गरिरहेको हुन्छ मान्छेले काम गरेर जति आफै दुःख गरेर खान सक्यो त्यतिमा खाने हो कि यसरी यो इलिगल हो क्या फेरि यो कचराको डब्बा सबै उठाउनु पनि इलिगल हो फेरि पुलिसले भेटाएर लगिदिन्छ क्या यिनीहरूले यो फेरि कार्टुन होइन उठाएर बोतल उठाएर स्टोर गर्ने ठाउँ पनि एकदम सिक्रेटमा हुन्छ कि लुकाएर राखेको हुन्छ नि गल्तीले भेट्यो भनेदेखि लगिदिन्छ फेरि होइन त्यो भएको कारणले चाहिँ एकदम रिस्क छ तैपनि गर्छन् कि मान्छेहरू किन गर्छन् मलाई चाहिँ त्यो थाहा भएन जति गरे पनि लोभ गरे होइन जति गरे पनि लोभ गरे जति गरे पनि नपुग्ने मान्छेलाई यार के हो म त बुझ्नै सक्दिनँ भने गाह्रो छ गाइस गाह्रो छ मान्छेहरूलाई पनि जति भने पनि हुँदैन होइन जति फेरि यो यस्तो नोटिसहरू दिइरहेको हुन्छ कि यस्तो नगर भनेर दिइरहेको हुन्छ तै पनि गरिरहेको हुन्छ नि यो धेरै जस्तो गर्नेहरू चाहिँ पाकिस्तानको मान्छेहरू हुन्छ है गाइस यस्तो नेपालीहरूले चाहिँ बाक्सा कार्टुनहरू यसरी उठाएर हिँड्दैन दुबईमा होइन धेरै कार्टुन उठाउने बङ्गाली र पाकिस्तानी हो होइन अरू कन्ट्रीकोहरूले खासै
उठाउँदैनन् होइन, उठाएर बाहिर देखिने तरिकाले हिँड्दैनन् होइन। बेच्न त अलिअलि भित्र भएको आफ्नै काम गरेको ठाउँमा जम्माएर आफ्नो स्टोर छ भनेदेखि जम्माएर बेच्न कम्पनीमा लगेर बेचिदिन्छन् सुटुक्क होइन। त्यसरी गर्नेहरू धेरै छन्। तर यसरी बाहिरतिर कचराको डब्बै खोज्दै हिँड्ने, बाहिरतिर खोज्दै हिँड्ने चाहिँ छैनन्। मैले देखाएको छैन गाइज है, नेपालीहरू अरूलाई देखाएको छैन। तर यो गर्नेहरू चाहिँ पाकिस्तानी र बङ्गाली मात्रै गाइज। र त गाइज त्यही नै हो होइन। अहिले टक्क रुममा आइपुगिसकेँ म, तपाईँहरू देख्नु सक्नुहुन्छ। जहिले यहीँ बस्छु है। आज मैले दुध किन्छु भनेर सोचिरहेको थिएँ, बिर्सिएँ होइन। म यो के सोच्दै आइरहेको हुन्छु, केमा म भुलेँ भने जस्तो म केमा भुलेँ होइन। भुल्दा भुल्दै यस्तो भइसक्यो गाइस। अब यो खुट्टाको रङ देख्नु सक्नुहुन्छ तपाईँहरूले होइन। यो के चाहिँ होला त यो यार, यस्तो यो कस्तो प्रजाति हो यार, कुन प्रजातिको हो नि थाहा छैन क्या मलाई। यो अचम्म लाग्छ क्या। कपालको यहाँ झरेर सकिन लागिसक्यो, यहाँ मौलाइरहेछ के हो गाई चाहिँ। बाहुन भएर जन्मिनु पनि सरापै हो जस्तो लाग्छ क्या मलाई चाहिँ। हिसाबले छातीबारी होइन पुरै भुत्ला त्यो मलाई मनै नपर्ने चिज त्यो मलाई आउँछ क्या धेरै होइन। झ्याउ लाग्दैछ गाइस, जिन्दगी झ्याउ लाग्दैछ, बोर लाग्दैछ भने जस्तो मलाई चाहिँ एकदम खुसी लाग्दैछ है। मलाई चाहिँ लास्ट खुसी लाग्दैछ है। 12 घन्टा ड्युटी गर्छु, 4 घन्टा सुत्छु, बाँकी वर्कआउट गर्छु, अलिअलि फोन चलाउँछु, बाथरुम जानलाई लाइन बस्नुपर्छ। मेरो जिन्दगी रहिला चलिरहेछ गाइस होइन, बवाल चलिरहेछ। जो दामी भइरहेछ। म चाहिँ माया गर्छु मेरो जिन्दगीलाई है। तपाईँहरूले पनि माया गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला है। सब्सक्राइब हान्न चाहिँ नबिर्सिनु होला, कमेन्ट हान्न नबिर्सिनु होला। कमेन्ट हान्नुपर्ने हुन्छ गाइस, के भइरहेछ कस्तो भइरहेछ तपाईँहरूले कमेन्ट हान्नुपर्ने हुन्छ। खासमा चाहिँ तपाईँहरूले कमेन्ट हानेपछि मात्रै मलाई थाहा हुन्छ कि मैले यो गर्ने भनेर। न तपाईँहरूले ठ्याक कमेन्ट हाने अनुसार मेरो जिन्दगी परिवर्तन हुँदै जान्छ कि एकदिन कमेन्ट हान्न त कस्तो हुन्छ भनेर। ल त गाइस त्यही नै हो होइन। आजलाई चाहिँ भिडियो मैले अब यहीँ अन्त्य गर्नुपर्ने हुन्छ, काम धेरै बाँकी छ। ल हस् त, नमस्ते, बाई बाई। तर यो मलाई बानी भइसकेको छ कि के भन्नु भने, नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनुहोस्, पुरानो भने सेयर गरिदिनुहोस्, लाइक गरिदिनुहोस्। हस् त, बाई बाई।